मार भाइ मुजिदरलाई मारदेऊ गाडी लगेर पेल पुरेर नबस माछ जिगले नाइन नक नहोला मेरो भाइ तिमी नक नहो है भाइ यो ठाउँ अति रिस्की छ यार नाइस सिगल लभली यार जिगले फाइनल त सिक्ने लभली खेलिरहेछ यार लभली खेलिरहेछ नि दाइ वाटर सिटी झन् उसको घर हो पुरानो घर हान सिगल यो एउटा बाछिरहेछ उसको गाडीमा लाग्नु नि एक दुई गोली 3 किल आए है 3 किल आयो दाइ ठीक छ नाइस सिगल नाइस यो चिक्नेले यहाँ गएर मर हो यो रन ड्युटनको छोरा मरेन त हो हामी त मर्थ्यौँ त यसरी पड्केको भए त यार ती भनेको ल हेर्नु त कस्तो कभर पाएको त अब केटाहरू नि उतैबाट जानु पर्यो का यता आयो भने रुइसतिर आयो भने त किति हुन्छ यता नआउ का तिमीलाई मैले अघि भनेको यार केटा हो युपिजी वाइप्ड केटाहरूलाई मैले अघि भनेको गाडकातिर जाऊ उताबाट का उताबाट जोन बाहिरबाट का बाहिरबाट जानु पर्यो क्या घुमेर गाडी चढ्यो अब जान्छ होला दाइ यता नआउ तर यतै आयो जस्तो लाग्यो यार यतै आयो ल म भन्छु है दाइ तपाईँलाई त्यो जहाँ बसिरह नि केपीको केटाहरू त्यो घर हो त्यो घर स्काउट हान्छ जिगलले त्यसपछि माथि चर्चतिरबाट लान्छ क्या किलरले हान्यो हो यसरी खेल्ने हो नि त डिआरएसले पनि हानेन त हो अनि यता पनि हानिरहेछ हाने नि त नसक्ने त होइन नि त डिआरएसले भीलाई त सिधै गरेर ब्ल्याङ्क ब्ल्याङ्क दियो त 4 जनालाई अनि धेरै ढिलो भएको थियो क्या डिआरएसको रोटेसन अहिले हान्दै खेलिरहेछ नसक्ने त होइन नि त डिआरएसको नि गन पावर त छ नि केटाहरूको देखाउँदैनन् र पो त पोइन्ट त त्यही देखायो राणाले दाइ यो चाहिँ कसरी भइरहेछ भने नि तपाईँलाई म भनिदिन्छु ल बोनस पोइन्टलाई इन्टु 2 गरेर हालिदिएको छ क्या त यहाँ स्लिपीले हान्यो क्वाडलाई चुप्प एकछिन चुप लाग किला हान का केटा अब रोटेसन मलाई चाहिएन मार भाइ मुजिदरलाई मारदेऊ यसलाई पेल सिधै गाडी लगेर पेल पुरेर नबस माछ नोफेर भाइ ओपन भयो क्या ओपन यो भाइ चाहिँ जहिले यस्तै गल्ती गर्छ क्या नाइस भाइ हिल गर स्लिपी अब उठाउनु कि पुस गर्नु हुन्छ क्या भाइ हेर न दुईटा नक भएको बेला अब हेर त यस्तो सिचुएसन भयो क्या त्यो भाइले त्यो गल्ती गर्ने नै होइन नि नोफेयरले स्लिपी दामी भाइ यार नाइ पछाडिबाट हानो पछाडि केपीले हानो स्काइले सेक्दियो त्यसलाई लास्ट प्लेयर हो नाइस हिल गरेर चल्दिहाल उठाउ सब उठाउ 7 किलो आयो नाइस सब उठाउ अनि चल्दियो केटा हो अब भयो केपी सेपी साइड लाइदेऊ जाऊ बाहिरबाट जाऊ जिगल बाहिरबाट लैजाऊ हो बाहिरबाट चिक्ले उठ्छ भ्याउँछ स्टेज 3 ले भ्याउँछ दाइ भ्याउँछ कि भ्याउँदैन यार ला भ्या ल जिगल भाइ त रुखमै अड्क्यो त भाइ हैन निस्किसक्यो माहौल बुझ्दै सक्यो हो यो रोटेसन ठीक छ का तर पुग्दैन होला भ्याउँदैन होला रोटेसन हान्न भ्याउँदैन भाइ कहाँको ल मैले अघि त्यो रोटेसन हान न भनेको आयो केटाहरू होइन चिलो 7 किलो आयो होइन भाइ चिलो यसरी हानेर खेले हुन्छ क्या भाइ जोन गाह्रो छ भने हानेर खेले काम हुन्छ क्या